सो वेलकम सो ब्याक टु माई न्यू भिडियो एन्ड स्वागत छ तपाईहरुलाई। आज चाहिँ हामी चाहिँ वेलकम प्रोग्राम छ हाम्रो स्कुलमा चाहिँ जो हामी चाहिँ एकजना यो अनि म अनि अरु यो जाँदै छौं। हामी तीनजना यहाँ घरबाट हिँड्दै छौं। अब चट्ट लाएर स्कुलमा गइन्छ। के छ खबर? हेलो गाइज, के छ? लाइक सब्स्क्राइब ठोक्नु होला। के भन्छ रे स्वागत मन्तव्य राख्ने मान्छे हो गाइज। अब भन्नु नै सो त्यही हो हैन। जाँदै छौं। अब केटाहरु गइसक्यो रे। अब हामी पनि जाँदै छौं। चट्ट लाएर के हुन्छ कसो हुन्छ है ए बिस्तारै हेर्दै गर्नु होला भिडियोलाई चाहिँ। आऊ अब घामले पोले है लास्टै। हेलमेट लिएर आ हेलमेट। सो फाइनली हामी चाहिँ स्कुलमा आइसकेको छौं है गाइजहरु। यता भेट्यो केटाहरु। उडान बनाउँदै छन्। धीरे धीरे बोलो भाइ साहब। अब लाउँछ हिजो भाग्न हुनी हाम्रो चाहिँ उडान बनाउने रेडी छ। चट्टो लाएर हामी चाहिँ उडान छोडान बनाउँछौँ। त्यसपछि आगो सागो बनाएर चाहिँ हत्त सब्जी आलु के गर्ने गर्छौँ है। हामी चाहिँ अब काममा लागिसकेको छौँ। केटाहरू अझै आएन के हो तिनजना। खतरनाक गीत सिकेर त्यही हो हेर्दै गर्नु होला। हामी चाहिँ अहिले किचनमा छौँ है। किचनमा यतातिर पनिर पाकिरहेको छ। यहाँतिर केटीहरूले चाहिँ तरकारी सब्जी धोँदै छ। हामी चाहिँ चिउरा नारायण चिउरा आएको छ। हामी यहाँ चाहिँ सब्जीको लागि हामी तेल मसला ससला के हो यो मेथी सेती सबै छ। यहाँ चाहिँ रेडी हुँदैछ। त्यही हो। आज चाहिँ जो स्वागत कार्यक्रम चाहिँ भव्य हुनुपर्छ भन्ने मेरो मान्यता हो। यत्र मलाई भाषण गर्न आउन अब केही पनि हुन्न भव्य शब्द। कोही अरूमा गएर होल्याब्ल्याब्ल्या गरेर त्यो सेरमा दिन्छ जस्तो गर्नु। यहाँनिर चाहिँ फायरिङ भइरहेको छ। आगो सल्काउने काँक्रा चोर है। काँक्रा चोर है यता हेर न। पैसा मेरो यो यत्राको चोर हो। काँक्रा चोर काँक्रा काटिरहेको अगाडि अगाडि केटाहरू साथै हुनु त चट्ट बर पिपलको छेउमा साइडमा हामी चाहिँ शीतलमा पकाउनु लाग्यो। स्कुल पछाडि हो। ग्यास काट्दै त्यस्तो हो पुरै आशा किचन लाग्यो पुरै पसिना पनि आयो चट्ट लाएर। यहाँ चाहिँ अहिले चाहिँ 10 देखि मुनिको लागि खिर पकाउने कुकम्यान ल्या चाखदिम पाक्दै है। उसको लागि 10 देखि मुनिको अर्को प्रोग्राम छ हाम्रो। वेलकम चाहिँ 1-2 बजे बाद हुन्छ। यो अर्को कार्यक्रम स्कुलको टिआरको कार्यक्रम सकेपछि बल्ल वेलकम के रिजल्ट भन न। आरआरसीमा फर्स्ट दिन पुरस्कार ल्यायो भने पैसा पाउँथ्यो के आज। आज चाहिँ हाम्रो स्कुलमा चाहिँ 3टा कार्यक्रम हो। एउटा पुरस्कार बान्ने, अर्को टिआर देउसी भैलो प्रोग्राम छ, अर्को चाहिँ हामीले चाहिँ टिआरको लागि वेलकम गर्ने भन्ने कुरो हो।
अब यहाँ खानासाना बनाउँदैछौँ होइन नास्ता सास्ता के हुन्छ। सो फाइनली गाइजहरू हामी चाहिँ मासु पाकिसकेको छ देखाइदिनु पर्यो। यहाँनिर मासु पाकेको छ है। अब धेरैजना छ त्यही भएर पुर्याउनु पर्ने अवस्था छ। ए केटाहरू पुरै फोनमा बिजी छन् सबैजना यी। यता देऊ नि यता ए कसका हाट हो यहाँ खास भन नमस्कार। कस्तो छ? एकदम बवाल छ। 2-3 वर्ष रक्सी पाइयो भने त फर्किन्छ। तिमीलाई कस्तो छ? पर्मिलले पनि 3 वर्ष ओए तर भरे चाहिँ एकदम आऊ है पनि म आउनु भने कसिया केटाहरू फेरि यस्तो हो क्या पुरै फोनमा बिजी है। यो होइन यस रमाइलो भइरहेछ। उता कार्यक्रम चलिरहेछ यता चाहिँ हामी फेरि किचनमा बस्यो होइन मन लागेको खायो बस्यो। यहाँ चाहिँ साइकल पार्किङ छ उता पनि छ छनलाई यता साइडमा। यो खिर चाहिँ यहाँ खिर छ। यो चाहिँ कक्षा 10 देखि मुनिका हाम्रो चाहिँ अब कार्यक्रम सञ्चालन हुन गइरहेको छ जसमा केटाहरू यता बसिसकेको सिटिङ हेयर 11 क्लासको सिट यहाँ चाहिँ 12 क्लासको सिट जसमा हामी चाहिँ यहाँ टक्क लगाएर बसिसक्यो। आजको क्यामेराम्यान गर्के चाहिँ पुरा स्ट्यान्डर्ड ल्याएर के गर्मी भइरहेछ त्यही भएर शीतलमा बसिरहेछौँ। स्कुल अब पुरस्कार वितरण कार्यक्रम सकियो त्यही भएर अब हाम्रो सुरु हुँदैछ स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रम। डेट 2082 06/31 गते 6 महिना हो क्या त्यही 6 महिना मलाई थाहा। सूर्योदय माध्यमिक विद्यालय बरुवा बाणगङ्गा नगरपालिका 11 कपिलवस्तु। स्थापना कति हो 2000 कति हो स्थापना 2040 द बिगेस्ट। सबैजना कार्यक्रमको तर्खरमा छन्। 10 देखि माथिको मुनिको चाहिँ खाएर भ्याइसकेको छ है। अब खाना गइरहेको तिनीहरू स्टुडेन्टहरू भेला हुन नभ्याएको अवस्था यहाँ चाहिँ। गाइड मस्त फोटो खिच्यो। हामीले त खडा बस भन्दा त बसिनु पर्छ। गाइज खाना तपाईँ लाइक सब्सक्राइब ठोक्नुहोस्। कमल बहुत मेहनत गरेछन् ब्लगमा। मैले केही पनि गरेन। हेन्सम पनि छन् होइन। पर्मिन फेरि आज के भयो बिचरा स्याड स्याड तपाईँहरू के भन्न चाहन्छ? कमल मेरो पनि त यस्तै राम्रै हुनुहुन्छ भएन चस्मा लगाएर झन् राम्रोदेखि। गाइस तपाईँहरू ब्लगमा रहिरहनु होला हामीहरू ब्लग बनाइराखौँ। मैले त त्यो क्यामेराम्यान चाहिँ अब थोक्नुहुन्छ होला। सो गाइजहरू अब हामीले पहिला कार्यक्रम सञ्चालन गर्ने भने थियौँ। अब कार्यक्रम सञ्चालन नगर्नेले पहिला यहाँ स्टाफ बैठक छ पहिला त्यो भएपछि अब हामी पहिला खानासाना खान्छौँ। हाम्रो सुरज पौडेल फर्स्ट भइसकेको छ। कमल यसले पार्टी पनि दिएको छैन। यो दुईटाले हजार रुपियाँ पाउने एउटा फल हुने अहिले त्यतिकै सन्मानले केदार यहाँ नुनका कुरा जस्तो झोरेर त्यो मासु नखाएर के त्यो भोक लागेर नुनका कुखुरा जस्तो 11 कहाँ दिएछ त्यो 11 को लागि खाना 11 को लागि एक लाग्छ मलाई हो। अब यी फेर त अब हामी चाहिँ खाना हुन आएको फेरि अब सम्बन्धै बसी भ्या
ए खान बसे खानु बस्यो अगाडि 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 नजाने हात धुन जाने अरे केटाहरू फेरि एकदम सरसफाइ हो क्या हाम्रो केटाहरू त हात धोम है। अब हामी खानाभित्र पसिसकेछौँ अरू चाहिँ अटिन्छ यहाँ कहाँ हो क्या हाम्रो सरहरू फेरि खाने रेडी बसौँ झोला राख्नु पऱ्यो क्या त्यहाँ तल ए झोला बोक्न झोला बस्न बे मासु त धेरै हुन्न र मासु आइसक्यो हाम्रो चाहिँ कति खाने भयो मलाई धेर नहालो जीवन सबैजना खाएर किन पाल्दैन ए त्यसले यस्तो गरिदिने हो स्किप अब हामी पहिला खान्छौँ है गाइजहरु हामी चाहिँ अब खाना खाएर भ्याइसक्यौँ अब आउँदै अनि के लड्कीको पालो है लड्का हो त ए केटीहरू नेपाली कल्चरको केटीहरू है यिनीहरू खाना खाएर यस्तो मस्त छ हाम्रो सिराज त्यो पापड खान्छ पापड बिर्स्यो खाने अचार वाला अब हामी चाहिँ खान भ्याइसक्यौँ अब केटीहरूको पाला आयो अब हामी चाहिँ खाएर भ्याइसक्यौँ अब देख सक्थे पपडवाला भाइ ए रुको पापड ककरले खाने हो मेरो झापड कस्तो अनुभव भइरहेछ त्यो आजको प्रोग्राम चाहिँ भव्यका साथ हुनु पर्यो अब कार्यक्रम भसेर अब खानेको मात्रै तर्खर भइरहेछ त्यही हो अब हामी चाहिँ एकछिन रेस्ट गर्छौँ अरूले दिँदैछन् अब हाम्रो चाहिँ अब त्यसपछि अब के हुन्छ अब खाना भ्याएपछि हाम्रो कार्यक्रम हुन्छ त्यसमा चाहिँ नाच नृत्य पनि छन् है 2-3 जना थारू गीतहरूमा अनि स्वागतको लागि गीतहरू छन् अमला हो यो ओ भाइ तिमी अरे दाइ हो यार दाइलाई भाइ भन्छ यसले अब के भन्ने रेस्पेक्ट पनि छैन
अब अन्य मिठो यही खायो मलाई त भक्का ठाउँमा मलाई खुब मिठो लाग्यो नि हिजो घर जाँदैछन् अमिलो होइन धेरै पितो नि छैन ल्याम ल्याम खाऊ स्याउ खाऊ खानु एउटा मलाई एउटैले हिजो थोरै किनेको 20 रुपियाँ किने जम्मा ए म सिधो राख्दै के लिएर आउनु लाग्यो ओए यहाँ खानदान के थाक्दे तपाईँले खानु के पापा 2-3टा अमला खाएर म गर्छु अब हमला गाइस कोले अमला खान चाहनुहुन्छ मलाई कमेन्ट गर्नु मेरो घर आउन 2 कुइन्टल भयो 2 कुइन्टल जाने भए जानुहुन्छ खाना तर 3000 लाग्छ जाँदाखेरि लोकेसन भन्नु न चाहिँ लोकेसन भन्नु न चाहिँ लोकेसन बागलुङ जिल्ला बुर्तिबाङ माथिरी नाम बा त्यो नि गाडी त मिलाइदिन्छ बागलुङे ठिटो बोली मिठो क्या राम्रै रहेछ बागलुङे ठिटो कति मिठो बोली यो ठुलो हट यो त बुझ गरेको नि त कस्तो भयो खाना मिठो मिठो मतलब कतिको मिठो अब कति भन्छ नि सर अब आज हामी झारमा जाँदैछौँ हो ऊ नै के हामी सबै त होइन 2 जना मलाई निने गाह्रो के खाऊ म खान्न क्या खानु नलका चलाउनु पर्ने चिज हो यी के यहाँ चाबी छ होला यसो हामीलाई त यो अमला त अति नै पार्कोले यस्तो तरिका परेछ गरिमा के छ हाम्रो 2 कुइन्टल 2 कुइन्टल ए अमला खाएर पानी खानुपर्छ गुल्ली हुन्छ नि अमला खाएर पानी खाएर गुल्ली हुन्छ तर आज चाहिँ गेटमा चाहिँ हामीले केरा लगाएनौँ किनभने हामीसँग टाइम भएन कि 2टा कार्यक्रम भयो आज चाहिँ त्यही भएर अलि ढिला भयो अलि बिजी पनि भयो कि भुलियो त्यो मेसेज नै पाएनौँ जसो तसो अब खानाको व्यवस्था भइसक्यो ताली हामी चाहिँ कार्यक्रम सञ्चालन भइसकेको छ अगाडि ब्यानर देखिएन क्या तर ब्यानर अतिथिको आसन ग्रहण गरिदिनु हुन गाइजहरू फाइनली हामी चाहिँ अब कार्यक्रम सम्पन्न भइसकेको छ नाचेर भाषण के भएर सबै कार्यक्रम सम्पन्न भइसकेको छ तर यहाँ चाहिँ अब सो डान्स हाम्रो मित्रहरूको सो डान्स भइरहेको छ है अब हेरौँ सो डान्स भइरहेको छ हामीले कुर्सीहरू राख्नुपर्ने हुन्छ यो सबै अनि के छ कस्तो भयो त्यही भएर अब हामी चाहिँ सामान इन्डिङ गरेर चाहिँ हामी अब सामानहरू सबै राखेर चाहिँ जानेवाला छौँ यसको लागि अब हामी केटाहरूलाई देखाउने त त्यही हो गाइजहरू लास्टसम्म भिडियो हेरेर साथ दिनुहुन्छ त्यसले सबैलाई धन्यवाद फेरि पनि म नयाँ भिडियो लिएर आउँदैछु अब तिहारको विशेष भ्लग लिएर आउँछु है यसो त्यही हो अब कार्यक्रम भ्याइयो आजको भ्लगलाई चाहिँ यहीँनिर अन्त्य गर्न चाहे